बोयफ्रेन्ड हो। बोयफ्रेन्ड भन्दा पनि शरम लागेर आउँछ। जे भयो नि हो नि। नभए किन स्याला रातभरि कुर्थे? आइन्दा कन्ट्रोलमा राख्ने। कन्ट्रोल हुने जातै परेन। अब त हत्या गरिदिन्छु। सरी, अब यस्तो गरोस् त काँचे खाइदिन्छु। ल यहाँ साइन गर्ने। के अरे बाबा, बोयफ्रेन्ड नबनेर के ब्रदर भनौँ? जिन्दगीमा झुट नबोलेको केटी म आज फर्स्ट टाइम झुट बोले। सरी, मैले झुट नबोलेको भए सर्थ्यो जेलमा। अझ थ्याङ्क यू भन्नु त कहाँ उल्टै आरोप। भलाइको त जवानै छैन यार। सधैँ यहाँले नै आएर निकाल्नु हुन्थ्यो नि मलाई। गर्लफ्रेन्ड। ओ हेलो, किन नक्कली गर्लफ्रेन्ड बन्न लायकको छुइनँ म? मान्छेहरू मेरो लागि भनेर मरिहत्ते गर्छन्, यहाँलाई भने थ्याङ्क यू भन्न पनि गाह्रो छ। धेरै ह्यान्डसम छु भन्दैमा यति घमण्ड गर्नु पनि ठिक होइन। साइन गरेको छु कन्ट्रोल गर्छु भने। कन्ट्रोल एकछिन सँगै भयो भने कन्ट्रोल त होइन, अनकन्ट्रोल चाहिँ पक्का। ओ मिस्टर अनकन्ट्रोल, मुखले नभने पनि बोल्न खोजेको कुरा चाहिँ थाहा पाउँछु मैले। नाम चाहिँ के हो नि? मर्छु लवन। कसरी मर्छस्? ए सोच्या छैनस्? पहिला सोच, मजाले सोच, अनि मलाई फोन गर, बुझिस्? एउटा जरुरी मिटिङमा छु। फोन राख।